राम्रो पार्क छ हेर्नुहोस् त। हामी कतिपल्ट थाहा नै नपाएर कहाँ कहाँ दौडिरहेको हुन्छौँ। ल हेर्नुहोस् हाम्रो बच्चाहरू एकैछिनमा गएर खेल्न थालिसके, रमाउन थालिसके। यति राम्रो पार्क छ। ल हेर्नुहोस् टाढा नजानुहोस्, अब यहीँ नजिकै छ नवजागृति इको पार्क। ल हेर्नुहोस् त पार्क यति राम्रो राम्रो पार्क हुँदा हुँदै कहाँ कहाँ दौडेर हेर्नु त कति राम्रो छ। Hi everyone. Hi. Hi. दिन त है कति छिटो बितेर गइहाल्दो रहेछ। अनि प्रभुलाई धन्यवाद दिनुपर्ने अवसर पनि छ, किन भन्दाखेरि परमेश्वरले हामीलाई चाहिँ हरेक परिस्थितिमा सहायता गर्नुभयो र आज 40औं दिनमा हामीलाई ल्याउनु भएको छ। र आज यो विसर्जन कार्यक्रममा हामी ढिलो नगरिकन सुरुको प्रार्थना गर्नेछौँ। सुरुको प्रार्थना गरेर अनि हामी आजको सेवामा प्रवेश गर्नेछौँ। हामी यतिखेर आफ्नो हृदयलाई तयारी गरौँ न है। जीवित पिता, हामी तपाईलाई धन्यवाद दिन चाहन्छौँ। यो परमेश्वर तपाईँ अनुग्रहकारी, तपाईँ दयालु र कृपालु परमेश्वर हुनुहुन्छ। तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिँदछौँ। आज तपाईँ परमेश्वरले हामीलाई यो 40 दिनको उपवासको प्रार्थनाको अन्तिम घडीमा हामीलाई ल्याउनुभयो। हामी तपाईँलाई धन्यवाद दिँदछौँ। धन्यवाद परमेश्वर पिता। अनि प्रभु हिजो अस्ति मात्रै सुरु गरे जस्तो लागेको थियो, तर आज प्रभु 40 दिन पुरा पुगेको छ। प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ र यो आजको यो विसर्जन कार्यक्रमलाई हामी तपाईँका हातमा समर्पण गर्दछौँ। हे परमेश्वर पिता, तपाईँ प्रभुले लिनुहोस् र प्रभु आजको यो कार्यक्रम चाहिँ आशिषमय हुन सकेको होस्। तपाईँको उपस्थिति हाम्रो बिचमा बनाउनुहोस्, यही प्रार्थना छ यीशु प्रभुको नाममा। हामी केही भजन कोरसहरू गाएर आजको यो कार्यक्रमलाई अझै अगाडि बढाउनेछौँ। म यो समय भान्जालाई दिन्छु अनि आराधना पनि गर्नेछौँ सँगसँगै।
ल सुरुमा हामी यसो गरौँ न सुरुमा हामी विभिन्न सङ्घ संस्थाहरू चाहिँ एकदम बृहत रूपमा चाहिँ चल्न सकेको होस् भनेर मामा यसलाई पनि भनिदिनुहोस् है तपाईँहरू अनि बृहत रूपमा चल्न सकेको होस् भनेर प्रार्थना गरौँ साथसाथै अन्तिममा चाहिँ धन्यवादको प्रार्थना गरौँ कि यो वर्षको 40 दिनको उपवासमा पनि परमेश्वरले हामीलाई उत्साह दिनुभयो सहायता गर्नुभयो र एकदमै सुव्यवस्थित साथ हामीले यसलाई पुरा पनि गर्न सक्यौँ है हुन्छ हामी पहिले प्रार्थना गर्नेछौँ यी विषयहरूको लागि र अन्तिममा धन्यवाद पनि दिनेछौँ प्रभु हामी तपाईँलाई धन्यवाद दिँदै फेरि पनि तपाईँको चरणमा आएर प्रार्थना गर्न चाहन्छौँ संसारभरि रहेका प्रभु क्रिस्चियन सङ्घ संस्थाको लागि शैक्षिक संस्थाको लागि सामाजिक सङ्घ संस्थाको लागि अनाथलय बालगृह वृद्ध आश्रम महिला बालबालिका उद्धार तथा पुनर्स्थापना केन्द्रको लागि अनि प्रभुको सुरक्षाको लागि हामी प्रार्थना गर्दछौँ अनि राम्रो प्रबन्धनको लागि प्रभावकारी सञ्चालनको लागि हामी प्रार्थना गर्न चाहन्छौँ प्रभु राम्रोसँगले प्रभु चल्न सकिन्छ ताकि प्रभु त्यसपछि संसारमा विभिन्न घटनाहरूको प्रभु हामीसँग चाहिँ न्यूनीकरण गर्न सकियोस् चेलीबेटीले प्रभु विकासको कार्यहरू न्यूनीकरण गर्न सकियोस् प्रभु शिक्षण क्रियाकलापहरू चाहिँ रोकिन सकियोस् प्रभु अनि अनाथहरूको अनि प्रभु अनाथ रहित अनि प्रभु हामी साँच्चै प्रभु संसार बन्न सकियोस् प्रभु हामी प्रार्थना गर्दछौँ आज महिला दिदीबहिनीहरू आज कतिजना बेचिएका छन् प्रभु त्यसमा बिचमा काम गरिरहेछ त्यो चाहिँ अझ बृहत रूपमा काम हुन सकेको छ प्रभु अनि यो संस्थाले चाहिँ धेरै असल अचम्मको कामहरू गर्न सकेको छ प्रभु हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ प्रभु यसको सुरक्षाको लागि प्रार्थना गर्दछौँ तपाईँ परमेश्वर नै आफै ढाल र प्रथाल बनिदिनु भएको छ कसैले कुनै पनि शक्ति कुनै पनि तत्त्वले प्रवेशमा समस्या ल्याउन नसकेको प्रभु हामी यही प्रार्थना बिन्ती गर्न चाहन्छौँ हामी आफ्ना हातहरू चाल्दै प्रभुलाई धन्यवाद दिउँ यो वर्षको 40 दिनको उपवासमा पनि परमेश्वरले हामीलाई सहायता गर्नुभयो सबै कुराको लागि धन्यवाद दिउँ तपाईँले जसरी धन्यवाद दिन सक्नुहुन्छ हाँसेर रोएर जसरी हुन्छ ताली बजाएर जसरी हुन्छ प्रभुलाई धन्यवाद दिनुहोस् हालेलुया प्रभु हामी तपाईँलाई धन्यवाद दिँदछौँ महिमा होस् तपाईँ परमेश्वरलाई सबै कुराको लागि धन्यवाद प्रभु हिजो अस्ति जस्तै लाग्दछ प्रभु आज प्रभु 40 दिन पुरा भएको छ तपाईँलाई हामी महिमा दिँदछौँ हे परमेश्वर पिता अनि यो 40औं दिनमा तपाईँ प्रभुले हामीलाई डोर्याउनु भयो आज यो 40औं दिनमा प्रभु तपाईँ परमेश्वरको हामी महिमा गर्दछौँ प्रभु तपाईँहरूलाई यो अभिषेकलाई सस्टेन भन्ने शब्द चाहिँ तपाईँको के शब्द हो भन्दाखेरि चाहिँ निरन्तरता अनि यो चाहिँ प्रायः जस्तो तपाईँको म्युजिकमा चलाउँछ के भन्दा चाहिँ त्यो किबोर्डलाई स्याँ गरेर राख्छ नि तपाईँ सिक्दैछ उहाँले स्याँ गरेर राख्छ एउटा म्युजिकलाई क्या स्याँ गरेर पछाडिबाट क्या मजाको आइरहेको हुन्छ नि यहाँ चाहिँ वचन बोल्दा पनि त्यस्तो किबोर्डमा आइरहेको हुन्छ नि त्यसलाई चाहिँ सस्टेन भन्छ अनि त्यसलाई चाहिँ हामीले राख्नु भने चाहिँ के चाहिन्छ अरे हामीलाई परमेश्वरको मेन शक्तिशाली कुरा चाहिँ के हामी चर्च आउनुपर्छ बुझ्नु हुँदैछ अनि मैले भन्नु खोजेको चाहिँ के भन्नुहोस् त आज प्रभु यीशु ख्रिस्टको लाइफमा हेरौँ भने प्रभु यीशु ख्रिस्टलाई इज्जत थिएन चर्चमा तर पनि उहाँ आउनुहुन्थ्यो उहाँ आएर कुनामा बस्नुहुन्थ्यो होला तर पनि उहाँ आउनुहुन्थ्यो सायद तपाईँहरूको पनि लाइफमा होइन चर्चमा नमन पर्दो मान्छेहरू होला मेरो पनि लाइफमा थियो मेरो चर्च ठुलो भन्दा अब ठिकैको छ गिटार बजाउनु अगाडि वर्सिप गर्नु बस्थेँ नमन पर्दै मान्छे अगाडि आउँथ्यो मलाई भित्रभित्र रिस उठ्थ्यो क्या तर पनि मैले वर्सिप गर्नु छोडेन आमेन एकै दिनमा क्षमा दिएन तर बिस्तारै क्षमा दिएँ अहिले म ठिकै छु आमेन आमेन यदि म त्यतिखेर भनेको भए यो चर्चमा त म अब आउँदिनँ यो चर्चमा म आउँदिनँ भनेको भए के हुन्थ्यो होला यतिखेरसम्म आजको दिनसम्म म सेवाकाई गर्नु सक्दिनँ थिएँ अनि तपाईँलाई दामी कुरा के हुनु त 40 दिन 40 रात पनि नोआको दिनमा के गरेको छ पानी परेको छ के परेको छ अरे पानी परेको छ अनि तपाईँले नम्बर हेर्नुभयो भने त्यसले 40 दिन र 40 रात जब पानी पऱ्यो नि त्यहाँदेखिको चाहिँ नयाँ सुरुवात भएको छ संसार हेर्नु चाहिँ के भएको छ अरे नयाँ सुरुवात भएको छ आजको दिनमा तपाईँहरू 40 दिन 40 रातदेखिको तपाईँहरू क्रस हुँदै हुनुहुन्छ तपाईँको जीवन अब नयाँ हुनुपर्छ आमेन तपाईँले क्षमा दिनुपर्छ तपाईँले क्षमा दिनुपर्छ मान्छेहरूलाई भन्नुहोस् प्रभु अब म नयाँ हुन्छु आमेन जसरी अहिले हेर्नु भने 40 दिन 40 रात तम्सा भएको थियो है एकदमै डरलाग्दो विपत्ति भएको थियो हामीलाई याद छ नि होइन 40 दिन 40 रात तर त्यहाँदेखिको उता के गरेको छ परमेश्वरले नयाँ संसारलाई के गरेको छ सृजाएको छ बनाएको छ सृष्टि गरेको छ फेरि पनि हेर्नुहोस् आज तपाईँहरूको जीवनमा पनि मलाई यस्तो फिल हुन्छ तपाईँहरूको जीवन नयाँ हुँदैछ आमेन तपाईँको बिजनेसमा परमेश्वरले नयाँ मोड ल्याउँदै हुनुहुन्छ आमेन आमेन त विश्वास गर्नुहोस्
हजुर तपाईँ मूर्ख हुनुहुन्छ अरे अब प्रभु मैले तपाईँसित सम्झिँदा अब मेरो जीवन चेन्ज हुनुपर्छ आमेन म ज्ञानी हुनुपर्छ आमेन म चाहिँ यो भन्न चाहन्छु कि हाम्रो युथहरू नम्बर 1 हुनुपर्छ आमेन बच्चाहरूलाई टाउकोमा हात राखेर भन्नु तँ नयाँ भएको छस् यीशुमा अब तेरो जीवन परिवर्तन हुनेछ तँ क्लासमा सबैभन्दा ज्ञानी हुनेछस् भनेर भन्नुहोस् आमेन अझ मलाई यस्तो भइरहेको थिएँ मैले उहाँको कुरालाई सुनिरहेको थिएँ के अरे उयो गरिरहेको थिएँ मनमा लागिरहेको थिएँ पवित्र आत्माले मलाई यही कुरा बोलिरहेको थिएँ कि नयाँ कुराहरू तपाईँहरूको जीवनमा साँच्चै नै अनि म तपाईँलाई त्यही इन्करेज गर्नु चाहन्छु के हो आज तपाईँलाई कतिवटा तितोपना छ भने आजसम्म तपाईँले दुःख दिइरहेको छ भने आज तपाईँले छोड्नुपर्छ त्यो कुराहरू आमेन तपाईँको लाइफमा होला है सिधा भेट हुँदा तपाईँहरू त्यस्तो पस्ने पनि मान्छे होला नि त होइन मेरो लाइफमा पनि थियो है मिन्स अब धेरै पैसा खाएको पनि थियो मेरो रिस उठ्थ्यो क्या देख्ने बित्तिकै कस्तो हुन्छ भन्नुहोस् त यत्तिकै रिस उठ्थ्यो है तर त्यो कुरालाई हाम्रो शक्तिले होइन तर पवित्र आत्माको शक्तिले तोड्नेछौँ आमेन सक्नेछौँ
प्रभु अरू कसैको योग्य छैन, तपाईँ मात्र नाम छ प्रभु, तपाईँ योग्य प्रभु। ओ प्रभु, तपाईँको नाममा हामी झन्डा जस्तै
साँच्चै नै हाम्रो जीवन तपाईँको हो। चाहे हामी बाँचौँ, चाहे हामी मरौँ, हामी जेसुकै हौँ, प्रभु हाम्रो जीवन तपाईँको हो। तपाईँको अर्पण गरेको छ प्रभु। तपाईँको महिमाको ज्योतिले पवित्र आत्माद्वारा हामीलाई बाटो देखाउनुहोस् तपाईँको। प्रभु हो पिता, सहायता हो पिता, तपाईँले सहायता गर्नुहोस् हामीलाई भनेर प्रार्थना गर्दै आराधना प्रभु, प्रार्थना तपाईँलाई होस् प्रभु, महिमा होस्। धन्यवाद दिँदै यीशुको नाम प्रार्थना गर्छु, अनुग्रह गर्नुहोस्। आमेन। प्रभुलाई धन्यवाद दिमै क्ल्याप बजाएर। नाममा यो छोरीको जीवनमा दीर्घायु आयु बोल्दछु, लङ लाइफ बोल्दछु, सक्सेस बोल्दछु, विश्वको नाममा छुटकारा चङ्गाइलाई बोल्दछु पिता, स्वतन्त्रतालाई बोल्दछु पिता। ओ रबास्तो बाला रबास्ते प्रभु फ्युचरमा असल हुनेछन् प्रभु, ब्राइट छ तपाईँ यीशुको नाम, यीशुको नाम आशिष बोल्छ प्रभु। चर्चमा काम लाग्दो हुनेछन् प्रभु, समाजमा काम लाग्दो हुनेछन् प्रभु, ठुलो स्तरमा जानेछन् यीशुको नाममा। ओ बोल्दछु यीशुको नाममा पुरै प्रभु अन्धकार गर्नेछन् प्रभु, रोग कष्ट लाग्नेछन् यीशुको नाम प्रभु। बोल्दछु प्रत्येक कुरालाई आशिष बोल्दछु, पवित्र आत्माको विषय बोल्दछु। ओ राबास्तो रोलो गोरो बास्ता उनको फ्यामिलीमा काम लाग्दो हुनेछन् मेरो छोरी प्रार्थना गर्छु यीशुको नाममा। आमेन। Happy birthday to you. Happy birthday to you, Rita. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, rejoice. Happy birthday to you. Hallelujah. बर्थडे गर्ललाई होली लगाइदिनु भयो भाइ, रुनु हुँदैन अनि बर्थडे गर्ल रुनु हुँदैन। मामा के गर्नु हुन्छ है, यो कार्यक्रम बर्थडेको पनि सक्यो कि माइजूले के भन्छ कि समथिङ? सबैजनालाई परमेश्वरलाई धन्यवाद होस्। हामीलाई एउटा छोरी दिनुभएको छ। मलाई लाग्छ छोरी चाहिँ सबैको घरमा होस् जस्तै लाग्छ कि छोरा मात्रै होइन, छोरी पनि सबैजनाको घरमा होस्। हाम्रो कतिवटा कन्डिसनमा चाहिँ छोरीहरू चाहिँ इम्पोर्टेन्ट होइन जस्तै कतिचोटि त्यस्तो फिल गराउँछन्, तर छोरी चाहिँ एकदमै इम्पोर्टेन्ट जस्तो लाग्छ। हामी यिनीहरू दुईजनालाई छोरालाई मात्र होइन एउटै ट्रिट हामीले गरिराखेको हुन्छौँ। अनि त्यो छोरीलाई चाहिँ हामीले सोचेको पनि थिएनौँ, तर परमेश्वरले हामीलाई दिनुभयो। अनि ऊ चाहिँ शनिबार जन्मेको 8 बजी, अनि त्यसपछि सङ्गतिमा हामीले 10 बजी पनि राख्यौँ। अनि उसको के भन्छ जहिले पनि उसको उपवासमै हुन्छ क्या यो अन्तिममा। अनि मेरो छोरी चाहिँ एकदमै आशिषित जस्तो लाग्छ। अनि परमेश्वरले चाहिँ उसलाई धेरै धेरै आशिष दिन्छ। आमेन 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 आमेन। हाम्रो परिवारको लागि नि प्रार्थना गरिदिनु न तपाईँहरूले ल, आफ्नो हातहरू चालेर ल हामी सबैजना यतिबाट प्रार्थना गरिदिनु हुन्छ ल। पवित्र अनि पवित्र पिता, फेरि पनि तपाईँको उपस्थितिमा आएर सबै सिङ्गो परिवारको लागि प्रार्थना गर्छु। हे ईश्वर, हामी तपाईँलाई पुकार गर्छौँ यो परिवारमा प्रभु तपाईँको आशिष बढाउनुहोस्, स्वर्गको आशिष बनाइदिनुहोस्। यो बच्चालाई, यो परिवारलाई जसरी वर्षभरि तपाईँले सुरक्षा दिनुभयो, आउने दिनहरूमा तपाईँले सेवा अनि कार्यहरू तपाईँले सहायता दिनुहोस्। वर्षभरि सुरक्षा दिनुहोस्। जाति जातिमा राज्य धन्यवाद प्रभु, सबै चिज तपाईँको हातमा येशू प्रभुको नाममा आमेन। ल हेर्नुहोस् है, आज 40औं दिनको उपवास प्रार्थनाको विसर्जनमा हामी विभिन्न परिकारहरू बनाएर खाँदैछौँ। हरेक परिवारबाट परिकार आएको छ, यो थाल भरिएर पोकिन लागेको छ।
ल है खाना राम्रोसँग खानुहोस् ल अरे एन्जिला यो दुईटा यो दुईटा पनि बाँड्दिनु है दिदी खानाको परिकारहरू यो र यो मामा चाहिँ किन एक्लै बस्नु भएको खिचिसक्यो सबको खिचिसक्यो मैले दिदी ऊ यसमा नि खाना छ बाँड्दिनु है ऊ त्यसमा नि छ खाना ऊ त्यो खाना नि बाँड्दिनु न गुली अरे यो गुली खान्छ त्यो अलिकति राखिदिनु न ऊ त्यो बाँड्दिनु ए खै त आन्टी सगल तपाईँले के बोक्नु भएको दिदी के बोक्नु भएको कति थरीको चिज खानुहुन्छ तपाईको नि खिचिदिन्छु नि है
भयो अब खिचिसक्यो तपाईँ ल हेर्नुहोस् है दिदी बहिनीहरू ल खानुहोस् है राम्रोसँग खस्टुनियामा यो पहाडको पारिपल्टी कुन गाउँ होला बहिनी थाल त राम्रो खालको लिएर आउनु भएछ ल काकी सन्चै हुनुहुन्छ पार्वती दिदी यो थाल चाहिँ कहाँबाट किन्नु भएको नारायणघाट बजार काकी सन्चै हुनुहुन्छ तपाईँ आज गाह्रो भइरहेको छ भन्नु है यसो केही चाहिन्छ अलि भन्नुहोस् है फुपू के छ हालखबर तपाईँ सन्चै हुनुहुन्छ ल बिस्तारै खानु देवी बहिनी सन्चै हुनुहुन्छ अनि थाल रितिएछ थप्नु पर्यो नि खाना पुग्यो अञ्जली के छ हालखबर मासु के को मासु खाँदैछौ कुखुराको ल ल ल आज शकुन्तलाले के नयाँ कुराहरू चाख्यो मिलिना त भेजिटेरियन भन्ने सुनेको थिएँ मासु नि खाँदैन अरे हो त्यस्तै लाग्यो त खोइ त भागमा छैन त सकेको हो कि खाइसकेको हो कि नखाएको ल है तरकारी भनेपछि यस्तो पिकनिक त भएकै राम्रो जस्तो लाग्यो त है यही राम्रो ल हेर्नुहोस् पिकनिक स्पोट पनि साह्रै राम्रो पो छ त हौ हामी त यस्तो ठाउँमा पो आइएको छ त ये त बच्चे लोग